हल्लिन्छ त अहिले बोट बेसरी हल्लिँदैछ हो किन हो पानी जहाज गयो ठुलो त्यही भएर त्यो डेक हाम्रो जस्तै योभन्दा अलि अगाडि आएको ल हामी पनि यसरी नै बस्ने होला दामी आयो सुरु भइसक्यो क्रुजमा हिँड्नलाई 11 बजीसम्मको छ भनेको छन् अब यहाँ पुगेर टिकट बुकिङ कहाँ गरी यता लाग्यो हामीलाई बुझ्छन् कि होइन यो लाइन रहेछ हामी यता र उता बढी भयो ल यार इंग्लिश बोलेगा हिंदी बोलेगा ये तब देखिए था हमारा ग्रुप का मैच है तो है ना थैंक यू थैंक यू दिएर हिँडिसक्यौँ अब थैंक यू खासै महँगो त छैन थैंक यू होइन हो त्यस्तै गयो अब अर्कोमा जानु पाउने हामी ल त्यस्तै गरेर जान्छ अरे हाम्रो पनि एउटा लिभ भइसक्यो सेक्युरिटी एन्ट्रेन्समा तपाईँले के लैजाने के नलैजाने भनेर यहाँ सबै देखेर राख्छ यसको लागि चाहिँ हामी भित्र जान्छौँ अब नेसनल पार्क सर्भिसकै अन्डरमा आउँदैछ पनि सबै हाम्रो टिम दौडिँदै छन् उतापट्टि लाइन ठुलो भइसक्यो टिकट त मैले 16-15 भनेको बच्चाहरू मात्र 16-15 रहेछ 25-50 रहेछ ठुलो मान्छेको चाहिँ जाँदैछौँ है सेकिसकेको है सेकिसकेको यताबाट जाँदैछौँ अब यो लाइन पुरा पास गरेर हामी अनि बल्ल भित्र जानु पर्छ तताको लागि यता यहाँ पनि फ्याल्दै रहेछ उहाँ लिबर्टीकोमा आइसक्यो अब किन हल्लिन्छ त अहिले बोट बेसरी हल्लिँदैछ हो किन हो पानी जहाज गयो ठुलो त्यही भएर होला विद्यार्थीहरूलाई छुट्टै हामी स्टुडेन्टहरूलाई छुट्टै Stairs at the back to go up. I'll die if I do it again. यस्तो पानी ठाउँ हामी सबैतिर यस्तो सानो फेरीमा पनि पुरा रेस्टरुमको व्यवस्थाहरू गरेको हुँदैछ यस्तो रेस्टरुम रहेछ त्यहाँ हाम्रो न्यु गाडी ठाउँहरू सबै राखेको रहेछ हाम्रो टिम कतापट्टि छ हेर्दै जानु पऱ्यो यतै शीतलमा बसेको कि अझै बसेको कि हेर्दै हिँड्नु पऱ्यो सेकेन्ड डेकमा बस्नु भने हेरौँ अब यतापट्टिबाट चाहिँ अब यस्तो देखिया छ यहाँबाट चाहिँ त्यही नारायण फेरी भन्ने हो त्यो अर्कोपट्टिबाट चल्ने फेरी होला यो यता वान सर्ट यता भइहाल्यो सेकेन्डमा बस्ने भनेर यहाँ प्याक भइसकेको छ अब मेरोपट्टि चाहिँ कहाँनिर बस्नु जनताहरू
बोट सबैतिर घुम्ने हुँदाखेरि जता जता बसे नि हुन्छ त्यसको जता जता बसे नि हुन्छ खास अब तल माथि केही नि हुँदैन अब एकछिनपछि फेरि यतापट्टि घाम भयो भने उतापट्टि गयो भयो तल तर मेरो ग्रुपका त म कोही देख्दिनँ त हल्लिएर के गर्नु ल ल त सिटमा छन् कि भनेको यहाँ आएर यस्तो बसेछन् ल हाँसो सुरु भइसकेको छ सानो एक्साइटेड छ सानै हेर्दैछ यहाँबाट सानै जस्तै साथी बोट ठोकायो बोट भटिसक्यो उठाएर ल्याउने होला अब यो सक्यो यतापट्टि अब हल्लिन थाल्छ हाम्रो पाइलट हो कि सिटी क्रुजको फ्ल्यागमा नि फर गर्दैछ ल है तपाईँ हामी हिँड्नलाई गर्नलाई अझै बनाउँदैछ नयाँ आवाज गरेको मेरा बास चाहिँ people just say Anyo. Haseo is like for Anyo Haseo. No. It's not phone calls. सबै क्यामेरामा खास भनेको एक्साइटमेन्ट भनेको हाम्रो सरहरूको हो उहाँ एक्साइटमेन्ट बलुन पनि पड्काइदिएर सबै त तान्दैन ल साथीहरू यहाँ पनि गोल गरेर छ है माथि माथि गोलो गोलो राखेको छ अहिलेको फेरि गएको उताबाट घुमेर आइसक्यो अनि सबै हेर्नु न घरहरू पनि चारको नै हुन्छ र यो घर हेर्नु है फ्रान्सले दिएको स्ट्याचु लिबर्टी घुम्ने गरेर बनाएर I want to. I think we can go around the pedestal. So that whole thing is Ellis Island. यो पनि ठ्याक्क कमलको फुलमा राखेको छ क्या ठ्याक्क लोटस छ अल द वे बटममा चाहिँ यसलाई माथिबाट हेर्ने भने लोटस जस्तो देखिन्छ जुम गरेर तपाईँले उसमा नै हेर्न सक्नुहुन्छ अनलाइनहरूमा सर्च गरेर हेर्न सक्नुहुन्छ यो चाहिँ नेपालको अनि अब यो तपाईँ जुन बनाएको छ नि यो सबै तामाको बनाएको छ क्या यिनीहरूले भन्छ सबैभन्दा पहिला बुद्धको मूर्ति चाहिँ सबैभन्दा तामाको फेला परेको थियो अरे क्या त्यसो भएर धेरै कुरो चाहिँ जुन 12औं शताब्दीभन्दा अगाडिको हाम्रो त्यो के थियो भन्ने कुरा यहाँ देखाएका सबै ल हेर्नु टर्च लाइट कति मान्छे त टर्च लाइटसम्म जान पाइन्छ त्यहाँ माथिसम्म यो माथि होइन तल्लो फेरिसम्म जान पाइन्छ अस्ति डेक हाम्रो जस्तै योभन्दा अलि अगाडि आएको
ल हामी पनि यसरी नै बस्ने होला दामी आयो भनेर आएको यति भिड छ हेर्ने यहाँ मान्छे सब उतै फर्किखान सब उतै फर्किखान म चाहिँ यता फर्किएको छु है यस्तो गरेर राख्नु पऱ्यो बाहिर त हाल्दै गर्दै मैले सबैलाई समातेको छु सब मेरो पनि आओस् भनेर Or also flying, enjoying the हामी पनि त्यहाँ गएर रोकिन्छौँ अलिबेरमा अलिबेरमा पनि यस्तो भिड हुँदैछ एउटै त हो नि सधैँ यहाँ बोट आएर हल्लिने ठोकिने गर्दा गर्दा यस्तो भइसक्यो हेर्नु त्यही खोम्बा नै पुरै टाँसिसक्यो हाम्रो टिम हिँड भएको हिँड हामी अगाडि हिँड्नुपर्छ सबै ओके ओहो लाइन वहाँबाट सुरु भएर पुरा यसको लाइन त वहाँ पछाडिसम्म रहेछ यताबाट जान पाउने हो कि होइन हामी त्यो चाहिँ थाहा छैन लाइन धेरै परसम्म छ 3-4 घन्टा त लाग्छ होला रियलै हो है यो ओ नेपाली झन्डा लगाएछन् उसले ल्याएर त्यसलाई नेपाली झन्डा अनि भिड छ हेर्नु त मान्छेहरू हेर्नु त खानामा गरेको चराहरू कति धेरै आएको चराहरू यहाँ स्टेट पार्कमा आएर बस्दो रहेछ यिनीहरू अनि कसरी फिडिङ गर्छ खासै यहाँ चराहरू फिड नगरौँ भन्छ तर पनि हेर्नु कति खुसी हुँदै आएको आउँदैछ अहिले तपाईँ हामी यहाँ उभिएर हेरिराखेको छौँ मेरो पछाडिको जुन मूर्ति छ स्ट्याचु लिबर्टीको यो मूर्ति बनाउन चाहिँ सबै तामाबाट बनाइयो अघि पनि मैले अलिकति भनेको थिएँ यो तामाको मूर्तिहरू बनाउने चलन चाहिँ जब बुद्धको मूर्तिहरू तामाको फेला पर्यो त्यसपछि चाहिँ तामाको मूर्तिहरू बनाउने चलन आयो यतापट्टि हेर्नु यस्ता ठुला भव्य बिल्डिङहरू छन् पार्कमा बस्नेहरू हेर्नेहरू सबै छन् म यहाँ आइपुगेँ तपाईँलाई म एउटा देखाउँछु हैन यो जुन चाहिँ जुलाई 4, 1986 मा नर्वेले चाहिँ आफ्नो तामा खानीबाट चाहिँ यो जुन अघि मैले देखाएको मूर्ति थियो नि स्ट्याचु लिबर्टीको त्यो बनाउँदाखेरि त्यो तामा खानीमाबाट चाहिँ त्यहीँको ढुङ्गा त्यहाँको एउटा पिसियो ल हेर्नु यो चाहिँ यहाँ ल्याएर राखिएको छ यो छेउमा यो बुन्नीलाई श्रीखण्ड भने जस्तै हो यो चिज चाहिँ यसैबाट चाहिँ खोपेर त्यो मूर्ति बनाएको थियो ल हेर्नु यस्तो दामी कुरो रहेछ यो नर्वेलाई धेरै धेरै धन्यवाद दिन पर्छ यो टिलिक टल्केको नि छ यताबाट साइनिङ आउँछ यहाँ चाहिँ यसको चाहिँ पज गरेर पढ्नुपर्छ यहाँ पनि रहेछ अरू लिबर्टी आइल्यान्ड फर्स्ट इन्हेबिटेड भनेर कहिलेदेखि यहाँ उगन सर्च गरिएको थियो त्यो भनेर रहेछ 1590 भनेको यसलाई पज गरेर हेर्नुपर्ने हुन्छ यसको स्ट्याचु लिबर्टीको चाहिँ एउटा हातमा चाहिँ टर्च छ एउटा चाहिँ किताब छ अनि यो सबै तामाले बनेको मूर्ति हो अघि मैले देखाएँ यो नर्वेले दिएको र नर्वेको तामा खानीमा निकालिएको तामाबाट चाहिँ बनाइएको भनेर भन्नु फाउन्डेसनमा चाहिँ तल चाहिँ लोटस स्टार अनि हेर्दाखेरि हाम्रो नेपालतिरको त्यसो मन्दिरहरू मूर्तिहरू भएको ठाउँहरू जस्तो देखिन्छ कि हो मेन यो घुम्न भनेर यति ठुलो समय खर्च गरेर यसको पारिपाटिको सिनेरी यस्तो छ
हामी उ त्यस्तै बोट चढेर यता आयौँ। यहाँ दुईटा बोट चल्ने रहेछ, एउटा यो सेतो खालको, एउटा त्यो स्टेट फेरी भन्ने, त्यो पनि ठुलो बोट बिग, त्यो चाहिँ फ्री हो अरे। अनि यहाँ अरू पनि घुम्ने रहेछन्, बारेमा अलि मोर इन्फर्मेसन यहाँ पनि दिएको छ, अलिकति पज गरेर हेर्नुपर्ने हुन्छ यो। अनि अब यो उसको पनि लिबर्टीको पनि आउनु पर्यो, साथसाथमा यहाँबाट 50 सेन्ट हालेर हेर्नुपर्ने रहेछ। 50 सेन्ट त छैन त यहाँबाट हेर्नलाई, अहिले केही पनि देखिँदैन। अब बनाउँदै हिँड्नुपर्छ हामी त यसरी फोटो सबैजना घुम्दै हिँडेका छन्, फोटो खिच्दै हिँडेका छन्, हाम्रो पनि खिच्दै हिँड्नुपर्छ। कति कति मान्छे यहाँ भिडमा त कस्तो खिच्ने कस्तो न। अनि अहिले भर खिच्नु फोटो नभएको भिडियो छ नि त। यो चाहिँ यहाँ यो मूर्ति बनाउँदाखेरि बन्ने कलाकारहरूको आफ्नो स्ट्याचुहरू बनाएर राखेको छ ल। यिनीहरूले नै यो डिजाइनिङ गरेको हो, त्यसैले यिनीहरूको यहाँ सबै नामहरू इन्फर्मेसनहरू बनाएर गरेर राखेको। आइफेल टावर बनाउने र यिनीहरू एउटै थिए। यो आइफेल टावर बनाउने यिनीहरू नक्सा बनाउने एउटै थिए, त्यसैले यिनीहरूको चाहिँ मूर्तिहरू बनाएर राखे। अर्को इन्फर्मेसन रहेछ यहाँ, मिलिटरी लाइब्रेरी फोर्ट वुड भनेर भनेको, यसैको बारेमा होला सबै। स्टेट अफ लिबर्टी म्युजियम, नेसनल पार्क सर्भिस, यो डिपार्टमेन्ट अफ के भनेर त्यो देखिएन, त्यो चाहिँ यतापट्टि अलिअलि बस्ने र म्युजियम इनसाइड प्लस अनि यताबाट फोटोहरू लिने, अनि त्यो स्ट्याचुको भित्र कस्तो कस्तो छ के छ भन्ने त्यो अरू राखे इन्फर्मेसनहरू। Mau bawah nih? ल यहाँबाट बाई गरेर निक्लियो। हामी यतापट्टि नबस्नु पर्ने थाहा छ, यसरी घुमेर जाँदा लाग्छ।
ज्याकेट चाहिँ माथि राखेको रहेछ आऊ यहाँ पुरा भइसक्यो यता खोलेको रहेछ नि त अब हामी निक्लिने बेला भइहाल्यो यता बन्दैछ यताबाट घुमेर जाने पर्छ आउट हुन्छ बाई बाई बोट भयो यहाँबाट